बाटो बाटोमा जानकारीलाई चाहिँ यसरी लामटाम राख्थे निकुञ्ज भनेर यसरी लेखेर बोर्ड राख्दैछ। हामी देउराली आएछ होला है, यो देउराली हो कि जस्तो लागेको कुहिरो लागेको ठाउँमा हेर वहीँ। अब यो चाहिँ देउराली रहेछ। हामी पाउने 6 बजे देउराली आइपुग्यो है। यो देउराली छ, यहाँ घोडा पनि छन् है, गाई एउटा, त्यसपछि यहाँ घोडा रहेछ। यो चाहिँ भन्नेछला देउराली। हामी देउरालीबाट पनि हामी ढिम्सासम्म पुगिन्छ कि भनेर हामी ग्रुप चाहिँ अगाडि लाग्यो। अब त्यहाँ उठाडै रहेछ अझै उकालो मात्र। हामी चाहिँ यहाँबाट देउरालीबाट ढिम्सातिर लाग्दैछौँ। हजुर कहाँबाट झर्नु आज? माथिबाट है, दिनभर लाग्छ पुरै है। ए ल ल ल ल हामी माथि गोसाई कुण्डबाट झर्नुभएको सरल सोध्न हिँड्नु भएको। बेलुका लगभग 6 बजे बल्ल देउराली आउनु भयो भनेपछि हामी भोलि बेलुका 2-3 बजी पुग्छौँ कि जस्तो लागिरहेछ गोसाई कुण्ड। हाम्रो यात्रा जारी छ। ल मेरो दाइ त मलाई फेरि ढिम्सा पुगेपछि फेरि त मलाई म जानकारी दिनेछु। ल है हामी हिल्सानिर आइयो। अब अँधेरो भइसक्यो होइन, के लोड पर्यो। हाम्रो यहाँ ग्रुप लोड 25-30 जनाको ग्रुप छ होइन। ल लाइटले अनुहार बल्ल आयो तपाईँ आयो भने। ल हामी गोसाई कुण्डको यात्रामा हामी यो ढिम्सा भन्ने ठाउँमा आएर बसियो। अहिले हामी रुममा छौँ है, रुममा छौँ। हामी 3 जना पल्लो रुममा छौँ, हामी 3 जना यतापट्टि छौँ। हाम्रो साथीले यस्तो राम्रो बाँसुरी बजाउनुहुन्छ होइन, रमाइलो गर्दैछौँ। म तपाईँलाई बाँसुरीको धुन सुनाउँछु। यस्तो राम्रो बाँसुरी बजाउनुहुन्छ। हामी जहाँ गए पनि रमाइलो गर्ने, हाँस्ने, रमाउने भनेर एकछिनमा गीत गाएर यहाँ नाच्ने पनि हो होइन। अब बाँसुरीको धुन सुन्नु होला। ल बजाङ रेशम फिरी रेशम फिरी रेशम फिरी ओडेर जाउँ कि डाँडामा बजाङ रेशम फिरी। एक नाले बन्दुक, 2 नाले बन्दुक, मृगलाई ताकेको होइन, ताकेको मैले मायालाई ताकेको। ल गीत त मिलेन, त्यही पनि हामी रमाइलो गर्दैछौँ यहाँ। ल आज चाहिँ हाम्रो डे 2। हिजो काठमाडौँ हिँडेको, आज चाहिँ हामी धुम्सा भन्ने ठाउँमा हिजो राति अँधेरोमा आएर बसियो। हामी अहिले अब यो ढिम्सामा चिया र कालो चिया अनि हामी यो झोल तरकारी खाएर उकालो लाउनु थाल्यो फेरि यहाँ ढिम्साबाट। अब कति बेरमा हामी माथि पुगिन्छ तपाईँलाई फेरि म जानकारी दिनेछु, हेर्दै गर्नु। ल हाम्रो गोसाई कुण्डको यात्रा जारी छ है। पानी पर्यो, हामी रेनकोट लगाएर हाम्रो टोलीहरू यसरी अब लौरी टेकेर म पनि रेनकोट प्लास्टिक टोपी टाउकोमा अब लौरी टेकेर हामी आज हाम्रो गन्तव्य लौरी विनायक पुग्ने भन्ने हाम्रो टार्गेट छ। ल सबै हाई गरौँ त। ल ल बिहानको 7:30 बजे हामी यहाँ चन्दनबारी भन्ने ठाउँमा रेनकोट अझै लगाइराखिया छ। हामी चन्दनबारी चन्दन पाउँछ। ल चन्दनबारी आइयो। एकैछिन यहाँ अब रेस्ट गरेर हामी अब चाहिँ बसौँ। यतै बसौँ नि त। हामी चन्दनबारीबाट हिँड्यो लगभग आधी घन्टा भइसक्यो। माथि यो जङ्गलमा यहाँ छ अब है, यहाँ चाहिँ हामी सब फ्रुटहरू खाइयो। अनि यहाँबाट हामी चाहिँ उकालो लाग्यो है त। कति बेरमा हामी माथि के भन्छ अब त्यो के लौरी उकालो हुन्छ अरे, लौरी विनायक उकालो सुरु हुन लाग्छ अब। ल ए अगाडि ल ल हामी यहाँ सबैजना छौँ। काटाकुटुकी दालमोट सालमोट मगसकै सर खानेछौँ, सबैजना आइयो। अब चाहिँ हामी उकालो सुरु भएर एकछिन नाचियो पनि होइन, सबै बाँसुरी गीत बजाएर नाचियो। अब चाहिँ हामी उकालो आउने तर्खरमा छौँ है त। ल उहाँको बाँसुरी चाहिँ मलाई निकै मन पऱ्यो। हुन्छ न, ल यस्तो लेकमा आएर पनि बाँसुरी बजाउन साथ पेर्छ उहाँको। उहाँ फेरि लेखेर चिसो पानी प्याल्दै हुन्छ, फेरि नखानु भने मान्दै हुनुहुन्न। 1 मिनट मैले 1 मुख खान्छु हिँड्नुपर्छ अब। ल चिसो पानी खाएर अब उकालो लाग्ने हो। माथि लौरी विनायकमा पुगेर खाना खाइन्छ। फेरि तपाईँहरूलाई म जानकारी दिन्छु। नाच्ने बहिनी हाम्रो यी बहिनीहरू, नाच्ने बहिनीहरू, काठमाडौँ बहिनीहरू, उनीहरू
अहिले जनकपुरबाट आउने बहिनीहरू उतापट्टि छन् फेरि होइन त्यो बहिनीहरू जनकपुरबाट होइन चक्कुले काटी काट्दैछन् हाम्रो यता काठमाडौँ कोटेश्वरको बहिनीहरू यतापट्टि फेरि कोटेश्वरको बहिनी बानेश्वरको बहिनी ल यो बहिनी एकदम टाढो छ हामीभन्दा अगाडि त कुर्छ होइन ऊ पनि उता भागे फेरि ल ऊ भिडियो फोटो मिलन भाइ अब कुदाउनु सबभन्दा छिटो म पछि भइहालिन्छ फेरि ल अब हामी लौरी पिनाकतिर टोली मुभ भयो ल ल उकालो लाग्यो ल कुरो के आयो भनेपछि हामी लौरी विनायकको उकालोमा थियौँ होइन अहिले हामी माथि गएर आउने साथीहरू चाहिँ लौरी विनायकदेखि माथिको उकालो छ नि नाक ठोकिने उकालो छ अरे हाम्रो अहिले अचिन्त भएन यहाँ लौरी विनायकमा खाना खान्छौँ त्यसपछि हामी एकदम अहिलेसम्मकै सबभन्दा कठिन उकालो यहाँबाट तपाईँ के हेर्नुहुन्छ यहाँबाट त पिँढी छ बाटोमा होइन त्यो लौरी विनायक उकालोमा माथि तपाईँको चाहिँ यस्तोमा हिँड्नुपर्छ अरे क्या यस्तोमा चाहिँ हिँड्नुपर्छ त्यहाँनिर पानी परेको छ रेनकोट लगाएर यस्तोमा हिँड्नु त मुस्किलै पर्ला हेरौँ सकेसम्म पुगिन्छ भन्ने आशले हिँड्नुपर्छ तपाईँलाई नाक ठुनी पाहाडको पनि तपाईँलाई म देखाउँछु कस्तो रहेछ है त्यसलाई ल हामी चाहिँ यहाँ खानामा आइयो होइन यहाँ तपाईँदेखिको दुःख कष्ट पुरै हराइसक्यो होइन यहाँ यस्तो रमाइलो छ होइन यहाँ हाम्रो भाइहरूले यस्तो गीत गाउँदै हुन्छ यहाँ यतापट्टि गिटार होइन अब खाना खाइसकेपछि नाचेर त्यसपछि जाने विचार भइरहेछ होइन ल हामी खानामा आइपुग्यौँ है त ल गाईको बाछो छोडेर जान रेशम फिरी कि डाँडामा भन्ज्याङ रेशम फिरी कि डाँडामा भन्ज्याङ रेशम फिरी यहाँ आएको त पनि ल के गर्नु हामीले सिन हेर्न पाइएन आज पनि मौसम क्लियर छैन हेर्नुहोस् कोही कुरो छ है अलिकति यहाँ थोरै चाहिँ सिन यस्तो छ लौरी विनायकको उकालोमा हेर्नु चाहिँ पुग्नु पनि त माथि हो मान्छे छ तर स्याहाँ भएर हिँड्नु फिटेक्कै सकिनले हेर्नुहोस् ल म यहाँ तल छु तल हुनुहुन्छ आउँदै हुनुहुन्छ निकै हावा चलेको छ यहाँ भरिदिन सक्छु भरिदिन सक्छु ल है बडा मुस्किल कष्टकर यात्रा हाम्रो होइन गोसाइँकुण्डमा हामी भर्खर आइपुग्यौँ पानी पर्यो सास बढ्ने स्यास्या हुने पानीले भिजाउने बडा मुस्किलले हामी गोसाइँकुण्ड आइपुग्यौँ 2 मुठी पानी खाइयो यो हात धन्ने गएको आगोमा पोलेर हात सेकाएर बल्ल हातले काम गर्यो ल गोसाइँकुण्डको सबैजनाले दर्शन गर्नु होला होइन गोसाइँकुण्ड कुहिरो आइसक्यो हेर्दा अब ल भयो त हेर्दा हेर्दा कुहिरो आइसक्यो भोलिको भ्यू के हो कि भन्नु अहिले नै हामी भिडियो खिच्न थालियो तर कुहिरो आइसक्यो उता तलतिरबाट कुहिरो आइसक्यो ल एकछिन 1 मिनट मजा देखाएर ल यति राम्रो छ हेर्नुहोस् है सबै दर्शन गर्नु होला गोसाइँकुण्डमा अलि बेलुका साँझमा आइसक्यो तपाईँ कुहिरो ल है हाम्रो ताल त यस्तो भयो नुहाउन झरिया छ हामी यसरी रेनकोट ओढेर है बिजुको अवस्था छ पानी परिरहेको छ हावा चलिरहेको छ कुहिरो ढमक्कै छ होइन यहाँ चाहिँ नुहाउन तल जाने भनेर लेखेको रहेछ हाम्रो साथीहरू अगाडि हुनुहुन्छ गोसाइँकुण्ड तल छ हेर्नुहुन्छ है यहाँबाट केही देखिएको छैन आउन लागिसक्यो तर पनि यस्तो मौसमले हामीलाई धोका दियो कि ल यस्तो गाह्रो गरेर आएको त्यही पनि मौसमले हामीलाई राम्रोसँग धोका दियो हामी तल झर्दैछौँ होला नुहाउनलाई म यहाँसम्म माथि यहाँ रेनकोट ओढेर नुहाउन झरियो होला डुबुल्की मार्न रेनकोट ओढेर चिसो फेरि चिसो छ फेरि यहाँ पानी परिरहेको छ जहाँ हो स्पेसल नुहाउनु ठाउँ त्यहाँ जहाँ तल ल तल गोसाइँकुण्डमा नुहाइसकेपछि जल लान पर्ने भएर तपाईँ यहाँ माथि शिवधारामा जल पाउने सुनेको हामी यहाँ आएर जल भरियो है यहाँ माथि जुन मुहान यहाँ माथि रहेछ
गोसाइँकुण्डको मुहान हामी यहाँ आएर जल भरिएर जल लिएर हिँडिरहेको छ। ल हामी सबै साथीहरू छौँ सबैजना पानीहरू छिमेक परिरहेको छ अझै पनि पानी। ल कुहिरोले हाम्रो साथी छ कुहिरो डमक्कै केही पनि देखिन्न। ल जल भर्ने ठाउँ चाहिँ यहाँ त्यहाँ धारहरू छ रहेछ। यो मेन मुहान चाहिँ यो भन्ने कुरा हामी बुझ्यो। ल अरू तलतिर त मैले देख्न सकिएन हामी कुहिरो गर्दाखेरिमा गोसाइँकुण्ड त खास तर हेर्नु त यस्तो छ अवस्था। ल हाम्रो आज डे 4 हामी गोसाइँकुण्ड दर्शन गरेर हिजो राति 10 बजी यहाँ आइयो। हामी यो दुधकुण्ड गेस्ट हाउस होइन दुधकुण्ड गेस्ट हाउसमा बसियो हाम्रो साथीहरू। एकजना हाम्रो टाइगर भन्ने चाहिँ गइसक्यो होइन। हामी 5 जना सबैजना यहाँ छौँ। ल सबै बोलाउँ त ल हाम्रो यात्रा कस्तो भयो होइन। हाम्रो चाहिँ एकदमै बेलुका चाहिँ उहाँको होटलमा चाहिँ उहाँको हाम्रो साउजी उहाँ हिजो उहाँको बस्यो। एकदम राम्रो छ है। उहाँको यदि हजुरहरू आउँदै हुनुहुन्छ भने उहाँको होटलको नाम भनिदिनुहोस् ल। दुधकुण्ड होटेल। दुधकुण्ड वाउ ल भेरी नाइस ल। यो होटलमा चाहिँ एकदम सुविधा छ है। तपाईँहरू पनि आएर यहाँनिर भिजिट गरिदिनु होला ल। ल हामी 5 जना यहाँ छौँ। गाडी टिकट काटिसकियो। अब हाम्रो भ्लग लास्ट यही भइहाल्यो। हामी अहिले धुन्चे बजारबाट थोरै अगाडि मात्रै के आएका थियौँ हेर्नुहोस् होइन। यो चाहिँ के रहेछ यहाँ सिस्टम भने तपाईँको यो टिप्पर के भन्छ ठुल्ठुलो यो ट्रकहरू हुन्छ नि यो चाइना जाने ट्रकहरू तपाईँको छेउमा यसरी हेर्नु यसरी चाहिँ यसरी ट्रक राखिदिएको छ हेर्नु चाहिँ। अनि ट्रक यसरी राखेपछि तपाईँको यता आउने गाडीहरू जाम ल्याउनुहोस् ल। उताबाट 1 किलोमिटर जतिभन्दा अगाडि 2-3 किलोमिटर जति पुरै बाटो जाम छ हेर्नुहोस्। टनक्कै बाटो जाम हामीलाई समस्या। ट्राफिक राखिदिएर यहाँ व्यवस्थित गरिदिएको भए हुन्थ्यो तपाईँको होइन। यहाँ ट्राफिक चाहिँ एउटा पनि देखिन्न। अगाडि चेकपोस्ट छ आर्मी छ त आर्मीले पैसा पनि लिने काम गर्दो रहेछ त्यसले केही गर्दो रहन्छ। कमसेकम यहाँ ट्राफिक हटाइदिएर वाकेटकेबाट कुरा गरेर गाडी त आइज अथवा रोक भनेर त गर्न पनि सिस्टम। यहाँ फेरि डेलीको महिनौ वर्षौँ भइसकेपछि यहाँको समस्या रोगै यहाँ यसो रहेछ यहाँ। ल कमसेकम 2 ट्राफिक भयो यहाँ काम पुगिहाल्थ्यो नि। त्यो आर्मी फकरमा त्यहाँ पालेर भत्का राखेर काम आर्मीले चिर काट्छ अरू काम केही पनि छैन त्यहाँ। 2जना पुलिसलाई यो मुख र त्यो मुख राखिदिएको भए धेरै राम्रो हुन्थ्यो। थाकेर आएको छ कहाँ पुग्नु पर्ने छ यहाँ घन्टौँ जाम यहाँको समस्या।